नमस्कार साथीहरु, स्वागत छ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हाम्रो कुर्मी टेक युट्युब च्यानलमा। साथीहरु, सधैं जस्तो आज पनि म तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर उपस्थित भएका छौं र आजको यो भिडियोमा दुबईको दुईटा कम्पनीको डिमान्ड एक्सप्लेन गर्छु। साथीहरु, दुबईमा रहेको दुईटा डिफरेन्ट कम्पनीबाट केही नेपाली वर्करहरुको लागि भिसाको डिमान्ड आएछ। यो दुईटी डिमान्ड नेपालको कुन मेन पावरमा आएछ, दुबईको कुन कम्पनीबाट डिमान्ड आएछ, के कामको लागि मान्छे चाहियो, कति जनाको माग छ, सैलरी कति छ, डिमान्ड को इन्टरभ्यू कहिले हो, सम्पूर्ण डिटेल यो भिडियोमा दिन्छु। तपाईहरु भिडियो चाहिँ अन्तिमसम्म हेर्नुस् र आगामी दिनमा अझै यस्तै अरु भिडियोहरु हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर राख्नुस्। त ल साथीहरु, आजको भिडियो चाहिँ सुरु गरौँ। साथीहरु, जुन दुबईको डिमान्ड पेपर छ त्यो चाहिँ स्क्रिनमा शो भइरहेछ। एउटै डिमान्ड पेपरमा दुईटा कम्पनीको डिमान्ड रहेछ। माथि लेखेछ यूएई मा रोजगार, साइडमा कम्पनीको नाम देखाइरहेछ एमिरेट्स लिंक मेल्टोर कंपनी एलएलसी र पूर्व स्वीकृति मिति लिखेछ 2081 साल 12 महिना 6 गते, चैतको 6 गतेमा यो डिमान्डलाई नेपाल गभर्नमेन्टले अप्रुभल दिएछ। यसको जुन एलटी नम्बर छ त्यो रहेछ 320481 320481। यो डिमान्डको लट नम्बर छ र यहाँ कामदारको पदमा लिखेछ 1 नम्बरमा हेल्परको लागि 100 जना पुरुषको माग छ, सैलरी 900 एडी हुन्छ, नेपाली करेन्सीमा 33867 रुपैयाँ। 2 नम्बरमा लिखेछ मेसन नेपालको लागि 30 जना मेसन चाहियो, पुरुषमा सैलरी 1200 एडी हुन्छ, नेपाली करेन्सीमा 45180 रुपैयाँ। 3 नम्बरमा लिखेछ स्टील फिक्सर 3 सालको एक्सपिरियन्स हुनुपर्छ, स्टील फिक्सरको 30 जना पुरुषको माग छ, यसको पनि सैलरी 1200 एडी छ। त्यस्तै यहाँ चाहिँ 4 नम्बरमा लिखेछ सटरिङ कार्पेन्टरको लागि 20 जनाको माग छ, सैलरी चाहिँ 1200 एडी छ। र 5 नम्बरमा लिखेछ टाइल मेसनको लागि 20 जना पुरुषको माग छ, यसको पनि सैलरी 1200 छ। यो सबै बेसिक सैलरी छ। त्यो भन्दा तल डिमान्डको अन्तर्वार्ता लिखेछ। अन्तर्वार्ता जनकपुरमा 2081 चैतको 20 गते, 2 अप्रिल 2025 इटहरीमा 2081 चैतको 21 गते, 3 अप्रिल 2025 र मेन पावर कार्यालय काठमाडौँमा 2081 चैतको 22 गते, 4 अप्रिल 2025 मा यो डिमान्डहरुको इन्टरभ्यू हुन्छ। अर्को जुन डिमान्ड छ त्यो चाहिँ तल लेखेछ। कम्पनीको नाम रहेछ मुन्ना शाह इलेक्ट्रिक मैकेनिकल CONT र तल चाहिँ अप्रुभल मिति देखाइरहेछ 2081 साल 8 महिना 27 गतेमा नि यो डिमान्ड अप्रुभल भएको थियो। यो डिमान्ड चाहिँ पुरानो डिमान्ड छ, जुन चाहिँ तलको डिमान्ड छ। यसको जुन लट नम्बर छ त्यो रहेछ 315227 यो डिमान्डको लट नम्बर छ। र यहाँ चाहिँ शहरमा यूएई लेखेछ, त्यो भन्दा तल लेखेछ पूर्ण विज्ञापन। यो डिमान्ड चाहिँ पूर्ण विज्ञापन छ। तपाईहरुलाई केही डाउट छ भने तपाईहरु लट नम्बर लिएर एलटी नम्बर लिएर वैदेशिक रोजगारको साइडमा गएर चेक पनि गर्न सकिन्छ यो डिमान्ड रियल छ कि फेक। यहाँ कामदारको पदमा लेखेछ 1 नम्बरमा कार्पेन्टरको लागि 3 जनाको माग छ, सैलरी चाहिँ 1200 एडी हुन्छ। 2 नम्बरमा लेखेछ लेबरको लागि 2 जना चाहियो, यसको सैलरी 1000 एडी हुन्छ। त्यस्तै यहाँ चाहिँ 3 नम्बरमा लेखेछ मेसन नेपालको लागि 1 जना चाहियो, यसको पनि सैलरी 1200 हुन्छ। 4 नम्बरमा लेखेछ स्टील फिक्सरको लागि 2 जना चाहियो, यसको पनि सैलरी 1200 हुन्छ, नेपाली करेन्सीमा 45188 रुपैयाँ। यो सबै चाहिँ दुईटी डिमान्डको बेसिक रहेछ। अरु प्रोसेस दुईटी डिमान्डमा सेम छ। ओभर टाइम कम्पनी आफ्नो नियम अनुसारले दिन्छ, प्रतिदिन 8 घण्टा ड्युटी लेखेछ, हप्तामा 6 दिन काम छ, वार्षिक वृद्धि कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। दुईटी डिमान्डमा खाना बस्ना कम्पनीले दिन्छ, एग्रीमेन्ट 2 वर्षको हुन्छ। अब जुन तलको डिमान्ड छ त्यसको अन्तर्वार्ता लेखेछ। अन्तर्वार्ता मेन पावर कार्यालय काठमाडौँमा 2081 साल चैतको 14 गते 27 मार्च 2025 मा हुन्छ। यो दुईटी डिमान्ड जुन मेन पावरमा आएछ, मेन पावरको नाम रहेछ न्यू एसबी इन्टरनेशनल प्राइवेट लिमिटेड, हाउस नम्बर 26/35 प्रभास मार्ग हैन, महाराजगंज चक्रपथ काठमाडौँ नेपालमा मेन पावर एजेन्सी रहेछ। यसको जुन कन्ट्याक्ट नम्बर छ त्यो रहेछ 0159135575, अर्को नम्बर छ 9704338375। यो दुईटा यो मेन पावरको कन्ट्याक्ट नम्बर छ। साथीहरु, आजको यो भिडियोमा दुबईको दुईटा कम्पनीको डिमान्ड म तपाईहरुको अगाडि एक्सप्लेन गरेको। साथीहरु, तपाईहरुलाई भिडियो चाहिँ कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने भिडियोलाई एउटा लाइक गरिदिनु र यो भिडियोलाई आफ्नो साथीहरुसँग पनि शेयर गरिदिनु। त ल साथीहरु, आजको भिडियोमा यहीसम्म। अब म भेट्छु नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ।